सोनादीलाई उयो गर्न आएको थियो कि एउटा च्यानल खोल्न आएको थियो मैले खोलिदिएको थिएँ गर्ने कामलाई चाहिँ घस्छु भन्छ हाम्रोमा अस्ति 10 दिनको चाहिँ डुबिङ के भन्दो रहेछ होइन हेलो गाइज वेलकम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी सोना श्रेष्ठ आज फेरि हजुरहरूको सामुन्ने नयाँ भिडियो एन्ड ब्लग लिएर यहाँ उपस्थित भइसकेकी छु आशा छ हजुरहरू सम्पूर्ण सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ भन्ने आशाका साथ म यो भिडियो एन्ड ब्लग चाहिँ स्टार्ट गर्दैछु सो आजको भिडियो चाहिँ के को भन्ने कुरा चाहिँ आज चाहिँ हाम्रो अजीको चाहिँ 12 दिने काम हो सो हामी चाहिँ यता आइपुगिसकेका छौँ अघि नै आएको हो अनि अब यताउता गर्दा गर्दै मैले चाहिँ भ्लग स्टार्ट गरेको थिएन र अहिले भर्खरै स्टार्ट गर्दैछु हैन सो म चाहिँ यहीँ बसेर भिडियो स्टार्ट गर्दैछु हैन माथि चाहिँ सबैजना यताउता गर्दै हुनुहुन्थ्यो माथि चाहिँ सबैजना यताउता गर्दै हुनुहुन्छ म चाहिँ यतै बसेर चाहिँ भ्लग स्टार्ट गर्दैछु र आज म हजुरहरूले देखाउनेछु के हुन्छ भन्ने कुरा चाहिँ म हजुरहरूलाई भिडियोमा देखाउनेछु टिल देन हजुरहरूले चाहिँ त्यसको लागि चाहिँ हजुरहरूले पुरा भिडियो चाहिँ हेर्नुपर्ने हुनेछ ओके यता चाहिँ हाम्रो पुकुली हुनुहुन्छ हाम्रो पुकुली माया परी भन्नुहुन्छ परी परी अब मसँग आउने भनेर हुन्छ हेर आऊ छोरी छोरी आऊ पुकुली आऊ वाह गवा उफ रुन्छ कस्तो मसँग आउने भनेर उफ सोनासँग त बस्दै बस्दैन मसँग आउने भनेर हुन्छ उसलाई नचिनेर हेरिरहेको छ हेर्नु यहाँ उफ उफ यहाँ हेर्नु न परीको लुगा आऊ छोरी आऊ के प्लिज के यस्तो बेजर नगर न यार छोरी अरू बेला त रुन्थ्यौ त नि आऊ न छोरी यहाँ हेर्नु अरू बेला त रुन्थ्यो त मसँग आउने भनेर आऊ छोरी बेज्जतै गरायो बुकु लिन्न लिन्न जाऊ सोना दिदीसँगै बस जाऊ परी बुकुली ए हेलो भन्दै हेलो हेलो यता चाहिँ हाम्रो अचार बन्दैछ हेलो म्याम ओ म्याम कति बजी आउनुभएको रे बिहान 5 बजी उठेको हजुर पुग्दाखेरि अनि 9:30 भयो 9:30 भयो ल प्लिज अचार बनाउने चाहिँ भएको हो अलिकति सिजनमा पुगेर फेरि यो चाहिँ आगो ताप्ने बहाना मात्रै हो दिदीले धेरै काम गरेर रातभरि नलाग्दैन किन निन्द्रा लाग्दैन यो दुख्छ अहिले कुरा पनि गर्नु हुँदैन दुख्छ धेरै काम गरेर यस्तो भएको आर यु कमेडी मी कहिले काम गर्नुभयो अस्तिदेखि गरेको अचार बनाउने कहिले कहिले रेडी गर्ने कहिले तेल अघि नै तातिसक्यो म 4 बजेदेखि उठेर लिपेर घर गएर पानी ल्याएर बरालेर के गरेर आइसक्यो घरमा गएर बिचारा मेरो सिस्टर कालो कालो भाँडा मार्नलाई अब लुगा धुने हो क्या ठिक हुन्छ यस हेर्नुहोस् हाम्रो काम चाहिँ सकिसकेको छ पास हुँदैछ अब यसो नै अब लगभग काम चाहिँ सकिसकेको छ भेरी गुड
हरे मज्यो यसरी सुन्ने पनि गर्नुपर्छ पिठे आँखामा हाल्ने अनि टाउकोमा छर्किने टाउकोमा छर्किने अब त्यो जुन चाहिँ हाल्यो दुईटा हातले हाल अब घिउ लिऊ अलिकति लिऊ हातमा तर्ने अनि सेक्ने अब नसैकन अब यस्तो गरी धुने हात आँखामा हाल्ने टाउकोमा छर्किने 300 हाल्ने घिउ लिएर दल्यो मामा पहिला उठायो थोरै घिउ जस्तो गर्दै हाल्नुहोस् कसरी नछोडिँदा Sidan chivo jo ungalu. Sidan chivo jo ungalu. Ni भयो.
नि ह्याप्पी हो छैन जला केलकालो पेसा मेरो छौ मस्तु यार यसरी सक्यो अब यो चाहिँ पछि मात्रै गर्न यो चाहिँ खाइसके पछाडि खोलामा लानुहुन्छ अरे अहिले चाहिँ यस्तै हो त्यो चाहिँ के हो मामा यो चाहिँ अघिको बाजेलाई पुऱ्याउने यो चाहिँ बारीको भाग यो सबै ए यो होइन यो त भरिको लागि हो यति मात्रै हो यहाँ हेर्नु त कच्चा बाटीहरू के हो यस्तो जति बेला नि के हो 2 र 1 बाहेक के आउँदैन के हो यो भने मैले गिफ्ट गरिदिएको के ओह माय गुडनेस थ्याङ्क यू तु यहाँ हेर्नु यहाँ हेर्नु यहाँ गिनिजर मलाई बनाउँछ मलाई आफै थाहा ल कस्तो हाने मेरो इनो फेरि कस्तो लजाउँछ के हाम्रो सोना लजाउन है है सोना लजाउन है ए दुख्दैन भने आन्दे तालु छ के तेरो के हो तिमीहरूको के हो पारा यस्तो मेरो पारा टेङ्गे के हो पारा टेङ्गे गर्दैन एकछिन उठेर ए म गर्छु चिङ्कु चक्का गरिदेऊ न के हो सिस्टर के हो किन
वाइ सिस्टर वाइ अजीको अगाडि राख्नु भएको 12 दिनसम्म अनि आज 12 दिन भयो त्यही भएर अब फर्स्टको के गुड ल भाइ मेरो भ्लगमा आउने भइस मैले मेरो च्यानलबाट प्रमोसन गरेँ ओ धेरै जनाबाट प्रमोसन गरेको छैन छैन किन आउने र मन आएपछि भनेपछि सिधै यो कुरा योर युट्युब इज नट भाइरल मेरो 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 युट्युब च्यानलबाट प्रमोसन भिलेन नआइकन अर्को भिलेन आएर हुन्छ युट्युब च्यानल मेरो आफ्नैबाट भएको होला प्लिज मन नआइकन भाइरल हुँदैन भनेर छु त गाइस हैन सोनादीलाई उयो गर्न आएको थिएन कि एउटा च्यानल खोल्न आएको थिएन मैले खोल्दैको थिएँ मोबाइल पनि तैँले किनिदिएको च्यानल पनि आफैले खोलिदिएको अब के बाँकी छ थ्याङ्क यू भन्न मैले वेलकम अझ मेमोरी कार्ड पनि होला कि मेमोरी कार्ड त फ्रीमा दिएको यहाँ हेर्नु ए पुगली सब्स्क्राइबर चाहिँ मैले बढाइदिएको है अब 7K पुग्नु लागेको छ है मैले गरेको यही हो के मेरो कपालमै हड्डी आई सरी भनिदिएको नि प्लिज गाइस सोनादीलाई सब्स्क्राइब गरेर अलि सपोर्ट देखाइदिनु यस्तो भाइ हुनुपर्छ अनि एकैछिनमा वाटै पर्छ कसरी पर्छ अरे भाइ लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब यस गुड सब्स्क्राइब हुँदैन तर प्राइस सरका प्राइस लाइक शेयर एन्ड सरका प्राइस यो चाहिँ भरे गोठीलाई गोठी आउनु ड्याज फेरि साँच्ची ड्याज जस्तै छ नमस्ते सरी सनाया परी अघि चाहिँ हामीले समय मात्रै खाएको थियौँ होइन समय रहेन लाजे समय मात्रै खाएको अहिले चाहिँ फेरि के गर्नुपर्छ अरे मासु खाने फुकाउने अब फुकायो भने अबदेखि खाँदा हुन्छ अब मासु खाएर फुकाउनु पर्छ अरे के भोज चाहिँ खाएछ अनि आजदेखि चाहिँ मासु हुन त अघि पनि खाएको हो त मासु अघि चाहिँ छोला थियो अब पकाएको मासु ए अब चाहिँ पकाएको मासु खाने अनि त्यस पछाडि फुका हुन्छ अनि त्यस पछाडि खाए नै हुन्छ भन्ने चाहिँ रहेछ जुन मलाई थाहा छैन अब म चाहिँ जान्छु चलो सिस्टर चलते हे चलो ऊपर निकिताको बिहान होइन उयो सिरियल सेर्छौँ क्या हामी गऱ्यो यदि निकिता मेरो भएन भने पागल भइदिन्छु आजदेखि पकाएको मासु पनि क्यामेरा देखाउनै हुन्न यहाँ कपाल फेरि खान लागेछ खाने चढेर ए त्यस्तो गाइज अब चाहिँ हामी यता सकाएर माथि घरमा गोठ्यारलाई खुवाउनको लागि चाहिँ माथि घरमा जान लागेका छौँ किनभने गोठ्यारहरू चाहिँ माथि घर के अरे यता चाहिँ आउनुहुन्न त्यही भएर चाहिँ उहाँहरूको लागि चाहिँ भनेर माथि नै घरमा जानुपर्ने हुनेछ उहाँहरू अब कतिखेर आउनुहुन्छ थाहा छैन सो अब सबैजना त्यही जाने तर्खरमा हुनुहुन्छ यहाँ मेरो स्कुटीमा पनि सामान छ गाइज हामी चाहिँ आइपुगिसकेका छौँ अहिले अब यहाँ चाहिँ उहाँहरू 7 बजी आउनुहुन्छ अरे होइन अहिले चाहिँ 6 बजिसकेको छ यहाँ सबै सामान ल्याएर यसरी राखेको छु सेट यार बत्ती गयो बत्ती भएन भने के गर्ने होला लास्ट लाइन कसैमा नआएको नि कति भइसकेको यही नै कत्रो ठुलो बनाइसकेछ सो साथी आज चाहिँ दिनभरि यसरी नै बित्यो होइन अब चाहिँ
एकछिनमा गुठी घरको मान्छेहरू होइन उहाँलाई चाहिँ गुठ्यार भन्छ हाम्रोमा, उहाँहरू आउनुहुन्छ र उहाँहरूलाई खुवाउनुपर्छ आज 7 दिनको काममा 12 दिनको काममा। अनि त्यस पछाडि सक्छ, अनि त्यस पछाडि अब 45 दिनमा काम हुन्छ। सो आजको लागि 12 दिनमा गर्ने कामलाई चाहिँ घसु भन्छ हाम्रोमा। अस्ति 10 दिनको चाहिँ डुबेङ्के भन्दो रहेछ होइन, आजको लागि चाहिँ घसु भन्दो रहेछ। त्यही हो, यस्तै गरिकन दिन बित्यो। के गर्नु पर्दो रहेछ होइन। अगाडि सबजना मान्छेहरू यताउता कति धेरै मान्छे थियो, यताउता गर्दा गर्दै भिडियो पनि बनाउन पाइनँ मैले चाहिँ। ठिकै छ, यस्तै हो। हामीले चाहिँ 2 चोटि खाएको, किन भन्दाखेरि एकचोटि चाहिँ घरको मान्छेहरूले मात्रै के अरे जुठो गर्ने भन्ने हुँदो रहेछ, अनि सेकेन्ड चोटिमा चाहिँ त्यो पकाएको मासुसँग फेरि के अरे चढाउनु पर्ने भन्ने जस्तो हुँदो रहेछ। 2 चोटि खाजा खाएको, पेट अटसमटस भएर फुट्न लागेछ मेरो। सो आजबाट चाहिँ हामी चाहिँ के अरे अस्तिबाट चाहिँ ऊ भएको थियो, चोखिएको थियो, अनि आजबाट चाहिँ मासु पनि खान मिल्यो भन्ने हिसाबले चाहिँ चोखियो। यस्तो हुँदो रहेछ होइन। यसरी नै 12 दिनको काम चाहिँ सकियो। अब गुठ्यारहरू आइसके पछाडि म हजुरलाई चुस्सा थोरै देखाउँछु होइन, त्यो पनि खिच्न मिल्छ मिल्दैन थाहा छैन। मिल्यो भने चाहिँ राख्छु, मिलेन भने चाहिँ यसै हुन्छ। सो हजुरहरूले चाहिँ यति जेलसम्म भिडियो हेरेर माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मेरो चाहिँ अब केही दिनमा अथवा केही टाइमपछि चाहिँ अब 7K पुग्न लागेको छ होइन साथी। मैले भिडियो नहालेको अलमोस्ट धेरै भइसक्यो, सायद कति के अरे यो पालिको दसैँदेखिबाट मैले भिडियो राम्रोसँग हालेको थिएन, केही पनि चुस्सा 1-2वटा मात्रै हालेको थिएँ। त्यस्तै के भएर होइन भिडियो नै नहालेको भएर चाहिँ भ्युज पनि ठ्याप्पै भएको छ, अनि के अरे सब्सक्राइबर पनि 1-2वटा बढिरहेको छ, तर अस्तिको जस्तो चाहिँ भएन होइन, यस्तो भइरहेको छ। मैले चाहिँ अब यस्तै भइरहेको भएर चाहिँ के भएर चाहिँ भिडियो नबनाएको, तर अहिले चाहिँ भिडियो बनाउँछु भनेर हिजो आज भिडियो बनाएँ, अब राख्छु भनेर। अब के हुन्छ हेरौँ। हजुरहरूको माया साथ सपोर्टले चाहिँ मेरो युट्युब च्यानलमा चाहिँ अब 7K छिटै पुग्नेछ भन्ने आशा राखेको छु, र यस्तै गरिकन चाहिँ सधैँभरि माया देखाउनु होला। हजुरहरूको मायाप्रति म सधैँभरि आभारी हुनेछु। साथीहरू धन्यवाद। डु नट फर्गेट लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब भन्दै बाई भन्नु चाहिँ।